क्रान्तिको तयारीका अवयवहरूको सिलेक्सन जुन बीपीले गर्नुभयो त्यसमा के थियो भने एउटा राजनीतिक सङ्गठनको आवश्यकता छ। एउटा त्यो राजनीतिक सङ्गठनमाथि जनताको विश्वास दिलाउनको लागि नेताको आवश्यकता छ, जनस्तरको जननेताको। तेस्रो आयो पैसा। बिना पैसा त क्रान्ति हुँदैन, पैसा। अनि चौथो आयो के चाहियो भने अब क्रान्तिको लागि त लडाकाहरू चाहियो नि, लडाकाहरू। र पाँचौँ आयो ती लडाकाहरूलाई के लठीले लडाउने होइन, बन्दुक चाहियो। त्यस हुनाले बन्दुक हात हतियार। यी पाँचवटा अवयवहरू पहिला व्यवस्था गर्नुपर्छ भन्ने लागेर बीपीले आफ्नो भित्रभित्र यी सबै चिजको थालनी गरिसक्नु भएको थियो। त्यो बिचमा उहाँ दार्जिलिङबाट कलकत्ता हनिएर आउनुभयो र कलकत्तामा आएर उहाँले आफ्ना पुराना साथीहरू जो पत्रकारहरू छन् उनीहरूको सहयोगमा एउटा इस्तिहार, एउटा विज्ञापन भनौँ न, एउटा विज्ञापन उहाँले अखबारमा दिनुभयो। त्यसमा के भनिएको छ भने भारतबाट अङ्ग्रेजहरू फर्केर जाने निश्चित भइसक्यो। अब बेला आएको छ नेपालमा प्रजातन्त्रको लागि हामीले काम गर्ने। त्यो काम गर्नको लागि राजनीतिक सङ्गठन सबैभन्दा प्राथमिक कुरा हो। त्यस हुनाले राजनीतिक सङ्गठन एउटा पार्टी स्थापित गर्नु पर्यो। त्यसकारणले यो कुरालाई समर्थन जसले गर्नुहुन्छ, देशमा क्रान्ति गर्नु छ, प्रजातन्त्र ल्याउनु छ, यहाँका जनतालाई तानाशाहको वा भनौँ त्यो अधिनायकहरूको चङ्गुलबाट मुक्त गर्नु छ र एउटा स्वतन्त्र र प्रतिष्ठित नागरिक बनाउनु छ भन्ने जसलाई लाग्छ, उहाँहरू म यति तारिखमा कलकत्तामा आइपुग्ने छु, कलकत्तामा तपाईँहरू आउनुहोला तल दिएको ठेगानामा भनेर उहाँले त्यो एउटा इस्तिहार प्रकाशित गर्नुभयो। त्यही इस्तिहारमा भारतभरिका सबै नेपालीहरू आए इस्तिहारको अनुसार र नेपालका पनि क्रान्तिको आवश्यकता महसुस गरेकाहरू नेपालबाट पनि आए। तर रिलेटिभली भनिन्छ त्यसबेला नेपालबाट आउनेहरू बहुत कम थियो, जुन स्वाभाविक हो। त्यत्रो राणाको टेररमा क्रान्तिको तयारीको लागि खुल्न लागेको पार्टीको विषयमा छलफल गर्नको लागि आऊ भनेर सार्वजनिक आह्वान गरेको भरमा नेपालबाट त्यो भारतप्रति दक्षिणप्रति मात्रै हेर्दाखेरि पनि पुलिसले ठटाउने बेलामा लुक्दै छिप्दै भारतको कलकत्ता पुग्नु सानो साहसको कुरो थिएन। यी यावत चुनौतीका बावजुद नेपालीहरू पुगे कलकत्तामा र कलकत्तामा पुगे। उता प्रवासमा रहनुभएको गणेशमानजीलाई पनि उहाँका मित्रले कन्भिन्स गरे, होइन तपाईँ यसमा जानैपर्छ। बीपी र गणेशमान एक ठाउँमा नआइकन सङ्गठन बन्नेन, सङ्गठन नबनी क्रान्ति हुनेन, क्रान्ति नभई देशमा प्रजातन्त्र ल्याउन सकिनन्, प्रजातन्त्र देशमा नल्याएसम्म नयाँ युगमा जनतालाई प्रवेश गराउन सकिँदैन। त्यसकारण गणेशमानजी तपाईँ बीपीले बोलाएको ठाउँमा जानुहोस्, यो ठुलो ओ सानो नभन्नुहोस्, जानुहोस् भनेपछि गणेशमानजीले पनि विचार गर्नुभएछ, त नि जाउँ, के हुन्छ हेरौँ न त भनेर उहाँ पनि कलकत्ता जानुभयो। यसरी कलकत्तामा एउटा बङ्गालीको घरमा यो बैठक बस्दै थियो। गणेशमानजीलाई डीके शाहीले लिएर जानुभएको थियो। डीके शाही उही इन्डियामै मतलब बस्नुभएको बडा योग्य पढे लेखेको मान्छे, राजनीतिज्ञ हुनुहुन्थ्यो।
बडा परिष्कृत हुनुहुन्थ्यो भने उहाँले लिएर जानुभयो र बिपी आइसक्नु भएको थिएन मिटिङमा। मिटिङ हलमा माथि गणेशमानजी त्यसको व्याख्या गर्नुहुन्छ मिटिङ हलमा कस्तो थियो। खचाखच मान्छे थिए त्यो घरमा खचाखच मान्छे थिए। अनि एकछिनपछि हर्र हुर्र सबैजना गर्दै बिपी आउनु हो भनेर कोही झ्यालबाट च्याउँदैछन्, कोही तल दौडेर रिसिभ गर्न जाँदैछन्। अनि त्यो कोलाहल देखेपछि गणेशमानजीलाई पनि गणेशमानजीलाई को बिपी भन्ने थाहा पनि थिएन। अनि कौतूहल त उहाँलाई पनि भएछ, होइन यो बिपी भने कस्तो मान्छे हो, एकपल्ट हेर्न पर्यो भनेर उहाँले पनि झ्यालबाट यसो हेरेको। सुकेनास सुकुटी यो उहाँ भन्नुहुन्छ त्यो मुलाको चाना सुकेको जस्तो सुकेको मान्छे, तर सब छन् अनुहारमा चाहिँ एउटा तेज चाहिँ छ है, प्रकाश चाहिँ छ, त्यस्तो मान्छे देखियो। अनि त्यो मान्छे बिस्तारै केही छिनमै माथि तलामा आइपुगे जहाँ सारा नेपालीहरू बसेका थिए। त्यहाँ चाहिँ पुगिसकेपछि त्यो ठाउँमा माथि पुगिसकेपछि सब झराक जुरुक उठे, उसलाई स्वागत गरे, बिपीलाई स्वागत गरे। गणेशमानजी उठ्नुभएन। गणेशमानजीलाई त के थियो भने ए बाबा यो नेपालमा म जस्तो राजनीतिज्ञ, म जस्तो साहसी व्यक्तित्व, म जस्तो को छ र? त्यसो हुनाले मेरो अगाडि म कसैलाई सम्मान गर्ने होइन, अर्काले मलाई पो सम्मान गर्नुपर्छ भन्ने एउटा अहम थियो उहाँलाई त्यो एउटा अहम थियो। उहाँ उठ्नु भएन। अहिले पछि आफ्नो मेमोयरमा उहाँले भन्नुभएको छ, ओहो ममा कत्रो घमण्ड रहेछ त्यस बेला। बिपी भित्र आइसकेपछि उहाँले खर बोलाउनु पर्नका कारण पार्टी स्थापनाको अपरिहार्यता, सारा संसारको राजनीतिक विश्लेषण, आफ्नो देशको दुरावस्था, अनि त्यो दुरावस्थाबाट पार पाउनको लागि कसरी सकिन्छ भन्ने कुराको छोटोमा यति मार्मिक व्याख्या गर्नुभयो। त्यो सुनेपछि गणेशमानजीलाई लाग्यो ए यो मान्छे त मैले नपत्याउँदो छ भनेको त यसले त गजबको दियो बा। ओहो यस्तो विश्लेषण गर्यो गणेशमानजी आफ्नो मेरो कथाका पानाहरूमा। उहाँले भन्नुभएको छ बिपीले यसरी सबैको मन जित्नुभयो, सबैको मनमा भएका कुराहरू उहाँले यसरी बोलिदिएर सबैको प्रिय बन्नुभयो। त्यहाँ उपस्थित सारा नेपालीहरू मस्त भए। उनीहरूको मनमा मात्रै होइन, स्वयं गणेशमानजीको मनमा पनि लागेछ, ओहो मेरो मनको कुनामा बसेको एउटा महानायक कहीँ यही बाहुन त होइन? यस्तो राम्रो विश्लेषण गर्यो विश्व राजनीतिको र विश्व राजनीतिलाई नेपालको राजनीतिसँग तुलना गरेर नेपालको राजनीतिको लागि अब यस्तो राजनीतिक संस्थाको आवश्यकता छ भनेर जुन उसले बिपीले व्याख्या गर्नुभयो त्यो त 100% ठिक थियो। सबैको मनमा भएका कुरा उहाँले बोलिदिनु भएको थियो, त्यसकारण सबको हाई हाई हुनुभयो। उहाँ स्वयं गणेशमानजीले पनि उहाँको प्रशंसा गरेर अब नथाक्ने अवस्थामा पुग्नुभयो। यतिकैमा कार्यक्रम सकिसकेको छैन। गणेशमानजीलाई त्यहाँ लिएर जाने मित्र जो हुनुहुन्थ्यो डिके साई भन्यो भने मैले डिके साईले चाहिँ उहाँले भन्नुभयो म एकजना अत्यन्त महत्त्वपूर्ण मित्र जो नेपालबाट आउनुभएको छ उहाँलाई म साथीहरू सबैको अगाडि परिचय गराउन चाहन्छु। परिचय गराउन त उहाँ चाहिँ गणेशमान सिंह नेपालबाट राणाको जेल तोडेर यसरी आफ्नो वीरताको प्रदर्शन गरेर आउनुभएको महानतम व्यक्तित्व उहाँ हुनुहुन्छ भनेर देखाएपछि बिपी त खर्ल्याङ खुर्लुङ हुनुभयो। बाप गणेशमानजी यो उसमा हुनुहुन्छ।
अनि उहाँ बिपी आफू बसेको कुर्सीबाट जुरुक्क उठेर गणेशमानजी कहाँ गएर बडा अदबको साथ गणेशमानजीलाई भन्नुभयो, गणेशमानजी मैले तपाईँसँग भेट्नको लागि ध्रुव दवाडलाई धेरैचोटि भनेको थिएँ व्यवस्था मिलाउन भनेर, त्यो अनुकूल मिलिराखेको थिएन। आज तपाईँ आउनुभयो, म यति खुसी छु कि यसलाई चाहिँ यो जुन भोलिको लागि हामीले क्रान्तिको तयारी गर्दैछौँ, त्यो क्रान्तिको लागि तपाईँको जस्तो व्यक्तित्वको अपरिहार्यता छ, त्यसको कमी थियो हाम्रो अब आगामी बन्ने पार्टीमा। त्यसको लागि तपाईँ आउनुभएको छ, म तपाईँप्रति कृतज्ञ छु। कृपया तपाईँ र म एक फेर अलग्गै बसेर कुरा गरौँला। त्यो आज बेलुका भोलि कहिले तपाईँलाई अनुकूल हुनुहुन्छ, कुन होटलमा बस्नुभएको छ, म त्यहीँ आउँछु तपाईँ कहाँ भनेपछि अनि गणेशमानजीले ठिक छ ल बेलुका आउनुहोस् न त भनेर आजै बेलुका, भोलि किन गर्ने, राम्रो कामलाई ढिलो गर्नुपर्ने काम छैन, यो शुभस्य शीघ्रम भनेर भन्छन्। त्यसो भने राम्रो कामलाई सुरु गरिहालौँ, भरे बेलुका आउनुहोस् न त भन्ने भयो र बिपीले त्यति गरेर त्यो बैठक समापन गर्नुभयो। अब त्यो बैठक समाप्त भइसकेपछि बेलुकी होटलमा जानुभयो। त्यो होटलको बडा मार्मिक दृश्य छ, त्यसलाई हामीले छायाङ्कन गर्न सकेको भए, त्यो छायाङ्कन गर्न पाउने त कुरै थिएन। कहाँ अब त्यो 2001-2 सालको कुरा हो, 3 सालको कुरा हो। 3 सालको कुरामा उहाँहरू बिचमा छलफल प्रारम्भ हुँदैछ। पहिलो दिन क्रान्तिका 2 महानायकहरू, क्रान्ति भोलि हुने भनेको क्रान्तिको लागि, त्यसलाई सफलीभूत पार्नको लागि नभई नहुने 2 तत्त्वहरूको मिलन भएको छ। 2 महान व्यक्तित्वहरूको भेट हुँदैछ, जसले भोलिको क्रान्तिको रूपरेखा कोर्दैछन्। अब कस्तो रूपरेखा कोर्दैछन् म भोलि बताउँला। आजलाई यतिकै। राधे राधे।